प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुले पश्चाताप गरेका छन्। प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थामा अदालतले तत्कालका लागि धरोटी राखेर मुद्दाको पक्ष गर्न आदेश दिएको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ। कार्तिक 1 गते अनाम नगरस्थित गिरीको स्टेडियममा गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएकी थिइन्। घटनापछि उपचारका निमित्त वन अस्पताल कीर्तिपुरमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको कार्तिक 7 गते निधन भएको थियो। पौडेलको निधनपछि गायक गिरी आफै जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए। गायिका नितु पौडेलले आत्मदाह गरेपछि दुरोत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी 3 लाख धरोटीमा रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले उनलाई धरोटीमा रिहा गर्न आदेश दिएको हो। जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गिरीले नीतिको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वीकारोक्ति बयान दिएका थिए। आफ्नो कतिपय गल्तीका कारण गायिकाले आत्मदाह गर्नु परेको भनी गल्ती स्वीकार गर्नुभएको थियो। भट्टराईले